सम्पूर्ण पोखरावासीलाई नमस्कार छ र पोखराभन्दा बाहिर कहाँबाट आउनु भएको छ तपाईँहरू, जहाँबाट आउनु भएको छ तपाईँहरूलाई पनि मेरो दुई हात जोडेर नमस्कार छ। जति आउनु भएको छ आमाहरू सबै, सबभन्दा पहिला आमालाई नमन छ दुई हात जोडेर, बुवाहरूलाई नमस्कार छ, दिदीहरूलाई नमस्कार छ दुई हात जोडेर, बहिनीहरूलाई नमस्कार छ, मेरो साथीहरूलाई नमस्कार छ, दाजुभाइ सबैलाई मेरो प्यारो प्यारो साथीहरू र प्यारो प्यारो भाइ बहिनीहरूलाई एकदमै माया छ। सानो बाबु पनि देखाएको छु मैले, सानो बच्चाहरू सबैलाई नमस्कार छ। र सुरक्षाकर्मी हामी सम्पूर्ण साथीहरू म्यामलाई मेरो सल्युट छ, नमस्कार छ। नेपाल प्रहरीका सम्पूर्ण सर म्यामलाई अनि यो सुरक्षाको लागि धन्यवाद र हाम्रो भोलिन्टियर साथीहरूलाई धन्यवाद छ। सन्चै हुनुहुन्छ होइन? आज हामी विशेष चलचित्र आबाट आमाको इन्फर्मेसन दिनको लागि चाहिँ हामी पोखरा आएको छौँ। हामी देश दौडामा छौँ अहिले, तर हामी अहिले चाहिँ हामी आएको कारण चाहिँ यही आउँदो शुक्रबारदेखि चलचित्र आबाट आमा लाग्दैछ। थाहा छ होइन तपाईँहरूलाई? हेर्नुहुन्छ होइन? धन्यवाद। जसरी पहिलाको चलचित्रलाई माया दिनुभएको थियो, मोहरलाई अतिभन्दा अति धेरै माया दिनुभएको थियो पोखराबाट, स्पेसल्ली पोखराबाट धेरै माया पाएको थियो हामीले, त्यसरी नै चलचित्र आबाट आमालाई पनि माया दिनुहुन्छ भन्ने म पूर्ण विश्वासमा छु। सो अग्रिम धन्यवाद तपाईँहरूलाई है, अग्रिम धन्यवाद दिएको छु। तपाईँहरूले चाहिँ गएर मुभी हेरिदिनु होला। मसँग सम्पूर्ण मेरो फिल्मका टिम आउनुभएको छ अनि र आयोजक टिमलाई धन्यवाद र जति हुनुहुन्छ यहाँ स्टेजमा सबैलाई मेरो नमस्कार छ। अनि चलचित्र आबाट आमाको सम्पूर्ण टिमबाट पनि तपाईँहरूलाई नमस्कार छ। ओके, र एउटा इन्फर्मेसन दिन्छु तपाईँहरूलाई, ओपन हुँदैछ पोखराको हलहरूबाट है त, नेपालभरिबाट चाहिँ ओपन भइसकेको छ। नेपालगञ्ज, काठमाडौँ, वरिपरिका अरू पूर्वबाट चाहिँ ओपन भइसकेको छ र भोलिबाट चाहिँ यहाँको नजिकको ट्रेड मल र हाम्रो नजिकको सिनेमा घरदेखि चाहिँ तपाईँको बुकिङ ओपन हुँदैछ। भोलि बुकिङ खुल्ने बित्तिकै बुकिङ गर्नु होला, टिकट है त, बुक गर्नु होला है। हुन्छ, हस्, थ्याङ्क यू सो मच। यो अग्रिम धन्यवाद तपाईँहरूलाई। चलचित्र आबाट आमाको सक्सेसको लागि फेरि हामीलाई एकदमै बधाई छ र तपाईँहरूको लागि फेरि हामी आउनेछौँ, तपाईँहरूलाई भेट्न फेरि हामी चलचित्र लागेपछि हलमा आउनेछौँ। र अहिले चाहिँ पल्सा फ्यान क्लब पोखराबाट चाहिँ हामीलाई वेलकम गर्दै हुनुहुन्छ, यसको लागि पल्सा फ्यान क्लब पोखरालाई धन्यवाद छ। सँगसँगै शोभित पौडेल दाईको सम्पूर्ण टिमलाई धन्यवाद छ यो वेलकमको लागि। सधैँभरि हामी फ्यामिली परिवार भएर बसिरहेका छौँ। र नवीन थापा सोल्टीको सम्पूर्ण साथीहरूलाई पनि मेरो यहीँदेखि नमस्कार छ। र ट्याक्स ओके, र ट्याक्स सेक्युरिटीबाट खटिनुभएका सम्पूर्ण साथीहरूलाई पनि धन्यवाद छ। अब एकछिन केक काटौँ है त, हुन्छ? अनि सँगै नाच्नुपर्छ है।